दुई कहानी, दुई फरक परम्पराबाट, दुई फरक संस्कृतिसम्म। तर जब हामी गहिराइमा हेर्छौँ, यो कहानीहरू अनौठो रूपमा मिल्ने जस्तो लाग्छ। प्रत्येक कहानीमा दिव्य पुरुष र स्त्री शक्ति अनि प्रकृतिसँगको सम्बन्ध। त्यसैले प्रश्न केवल विश्वासको मात्रै होइन, यो मिलन केवल संयोग हो या फेरि सांस्कृतिक सङ्गम हो कि योभन्दा पनि गहिरो केही कुरा दबिएको छ। त्यसो भए आज हामी यो भिडियोमा त्यही कुराहरूलाई इन्भेस्टिगेट गर्नेछौँ। सिवानी सबैजनालाई म सर्भ च्यामेरा एकचोटि फेरि हजुरलाई प्रस्तुत छु हाम्रो किरात फाइल्सको नयाँ केस लिएर। अब यदि तपाईँहरू मेरो भिडियो पहिलोचोटि हेर्नुहुँदैछ भने म चाहिँ हाम्रो किरात सभ्यता रिलेटेड भिडियोजहरू बनाउँछु। अनि यदि तपाईँहरूलाई यस्तो भिडियो हेर्नु राम्रो लाग्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला, ताकि मलाई यस्तो भिडियो अझै बनाउनु मोटिभेसन पाओस्। हामीले दुईटै तर्कलाई कम्पेयर गर्नुभन्दा पनि अगाडि सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ उनीहरूको सुरुवात कहाँबाट भएको हो र कुन कुन सोर्सहरूले चाहिँ उहाँहरूलाई डिस्क्राइब गर्छ भनेर चाहिँ बुझ्नु एकदमै जरुरी कुरा छ। अब सुरुवातदेखि नै अगर बुझ्नु हो भने त प्राचीन हिन्दू वेदहरूमा जस्तो ऋग्वेद शिवलाई रुद्रको रूपमा डिस्क्राइब गरिएको छ। अनि त्यसपछि गएर पौराणिक साहित्यहरूमा द कन्सेप्ट अफ शिवको रूपमा विकास हुँदै आइएको छ। त्यही माता पार्वती धेरै पछि ग्रन्थहरूमा स्त्री शक्तिको रूपमा देखा परिन्छ। अब शिव र पार्वती सँगै मिलेर हिन्दू धर्मको पौराणिक परम्पराहरूमा महत्त्वपूर्ण हिस्सा बन्छ। पारूहाङ र सुम्निमा किरात राई सभ्यताको पुर्खा हुनुको कारणले उनीहरूबाट नै किरात राई परम्पराको सुरुवात भएको हो भनेर पनि मेन्सन गरिएको देखा परिन्छ। अब जहाँ पारूहाङलाई किरात कथाहरूमा आकाश देवताको रूपमा पुज्छ भने सुम्निमालाई चाहिँ धरतीमा या फेरि प्रकृतिको रूपमा पुज्ने गर्दछ। अब हुनु त यो कुराहरू कुनै पक्का किताब या फेरि वेदमा लेखिएको त छैन, तर समयसँग मौखिक ज्ञान परम्परा अनि धर्मविधिको साथ संरक्षण हुँदै आइएको छ। अब सिम्पल टर्म्समा भन्नुपर्दा चाहिँ शिव पार्वती हिन्दू धर्मसँग सम्बन्धित छ भने चाहिँ पारूहाङ सुम्निमा किरात राई मुन्दुमी परम्परासँग। यहाँसम्म चाहिँ हामीलाई थाहा भयो कि उनीहरूको कहानीको सुरुवात चाहिँ कहाँबाट भएको हो भनेर। तर अब हामी अगाडि अझै बुझौँ कि कसरी चाहिँ प्रत्येक धर्मले उहाँहरूको कहानीलाई दर्शाउँछ। धेरै जस्तो स्रोतहरूले बताउँछ कि हिन्दू धर्म चाहिँ एकदमै प्राचीन सभ्यता हो र अब यसको सुरुवातको भित्र पस्यौँ भने चाहिँ यो टपिक एकदमै ठुलो हुन्छ र म कुनै अरू समय कुनै अरू भिडियोमा चाहिँ म यो टपिकलाई राम्रोसँगले एक्सप्लेन गर्नेछु। अब इन सर्ट भन्नुपर्दा समयसँग वेद धर्म ग्रन्थ र पौराणिक कहानीहरूबाट नै विकसित भएको छ र यसैमा धेरै देवी र देवताहरू आफ्नो आफ्नो भूमिकाले समाएको छ, जहाँ प्रत्येक रूपलाई केही न केही चिजसँग या फेरि कुनै न कुनै कहानीसँग जोडिएको पनि छ। अब यसै प्रणाली भित्र नै शिवलाई परिवर्तन विनाश ध्यान र तपस्यासँग पनि जोडिएको देखिन्छ अनि माता पार्वतीलाई शक्तिको रूपमा पनि बुझिन्छ। अब किरात धर्मको पहिलो कुरो चाहिँ के हो भन्दाखेरि हिन्दू धर्म जस्तै किरात धर्म पनि प्राचीन सभ्यता हो। अब यसैमा किरात सभ्यता पनि पुरानो भएकोले चाहिँ गहिरो रूपमा पुर्खाहरूसँग पनि जोडिएको छ। खासमा लेख्ने परम्परा चाहिँ धेरै पछि विकसित भएकोले सुरुवाती समयमा किरात धर्मसँग सम्बन्धित धेरै जस्तो प्रमाणहरू चाहिँ स्पष्ट रूपमा पाउन सकिएको छैन। अब यहाँ चाहिँ लिखित धर्म भन्दा पनि मौखिक ज्ञान र पुर्खाहरूबाट दिएको परम्परा नै चलिआएको छ। अब हामी सबैभन्दा इम्पोर्टेन्ट कुरातिर आयौँ कि किन धेरैजनद्वारा यिनी दुई परम्परा सामान्य देखिन्छ। अब हुनु चाहिँ यिनी दुई परम्पराहरूमा केही न केही सिमिल्यारिटिजहरू पनि छन्। दुइटै सभ्यताको हामी कुरा गऱ्यौँ भने दुइटै सभ्यतामा स्त्री र पुरुष शक्ति हुनु, जस्तो अब शिव पार्वती अनि सुम्निमा पारूहाङ हुनु र अब दुइटै कहानीहरूमा देवी देवता हुनुको कारण जहाँ चाहिँ अब देवीलाई माताको रूपमा पुज्ने गर्दछन्। त्यसले गर्दाखेरि चाहिँ अब एक कारण त्यो पनि हुन सक्छ। अब फेरि कुनै कुनै कहानीहरूमा चाहिँ प्रकृतिलाई पनि पुज्ने क्रम देखिन्छ। अब जहाँ चाहिँ प्रकृति र जीवन चक्रबीच सम्बन्ध हुनु र त्यस पछाडि सृष्टिको सृजना हुनुको कारणले चाहिँ धेरैजनद्वारा पनि यिनी दुई परम्पराहरू सामान्य देख्न सकिन्छ। अब यस पछाडि एउटा कुरो चाहिँ स्पष्ट हुनुपर्छ कि यो सबै कुराहरू मिल्ने भयो भने पनि सधैँ यो शक्तिहरू एउटै ओरिजिनबाट आएको हो भनेर पनि भन्नु सकिँदैन।
अब उनीहरूको ओरिजिन, प्रत्येक कहानीमा भूमिका र त्यस पछाडि धेरैजनद्वारा सामान्य देखिने कारणहरू बुझे पछाडि चाहिँ शिव र पार्वती अनि पारुहाङ सुम्निमा चाहिँ सामान्य लाग्दैन। अब सबैभन्दा मेन कुरा चाहिँ के हो भन्दाखेरि हिन्दू धर्ममै नै शिवलाई पुराणहरूमा र वेदहरूमा डिस्ट्रोयरको रूपमा पनि देखिन्छ, जहाँ चाहिँ अब किरात कहानीहरूमा देवता पारुहाङलाई त्यस्तो कुनै पनि स्रोतहरूले देखाएको चाहिँ छैन। अब वास्तवमा हेर्ने हो भने त यस्तै कहानी र देवी देवताहरू ग्रिक, रोमन, चाइनिज र जापानिज कहानीहरूमा पनि देख्न मिलिन्छ। तर यसको मतलब यो पनि हुँदैन कि सबै एउटै ओरिजिनबाट नै आएको हो भनेर। अब सबैजनको भूमिका र हरेक कहानीमा फरक अर्थ हुनुको कारणले उनीहरू पनि फरक हुन सक्छ। अब फरक फरक संस्कृतिहरूले प्रश्न सोध्न त सकिन्छ, तर उनीहरूको जवाब एउटै पनि हुँदैन। अब यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। अनि यो भिडियोको रिगार्डिङमा हजुरहरूलाई केही कुरो भन्नु छ भने प्लिज डु कमेन्ट बिलो। टिल देन म सेल्फ चामिङ राय आलाङ्गे। म हुँ किराती, मेरो धर्म किराती, म हुँ किराती।